आज यहाँ तपाईहरुलाई अनि श्री नारायणटा फुन्जोटासी छेलिङ गुम्बामा अनि हिजो चाहिँ यो गुम्बाको उद्घाटन गरियो अनि त्यसपछि अनि
26औं चोपेटी चाहिँ रिम्पोछे र 27औं चोपेटी चाहिँ रिम्पोछेको अनुरोधमा म अहिले 100 वर्षे बाँच्न सक्ने आयु अभिषेक म अहिले दिन जाँदैछु। 시 나렌다 푼조 다시 주니 누가 हामीहरू सबैजना अहिले चाहिँ भगवान बुद्धको चाहिँ अनुयायीहरू हौं। हामीहरू सबैजना चाहिँ बौद्ध मार्गीहरू हौं। अब यो अहिले हाम्रो यो बौद्ध धर्म चाहिँ अति नै महत्त्वपूर्ण छ। किन यो बौद्ध धर्म चाहिँ अति महत्त्वपूर्ण छ भन्दाखेरि यो बौद्ध धर्मलाई अभ्यास राम्रोसँग गर्यो भने जिन्दगीमा आउने दुःख जति पनि छन् त्यो सबै हटाउन सकिन्छ। किन भन्दाखेरि यो बौद्ध मार्गीले गर्ने अभ्यास चाहिँ अहिंसा हो। यसमा कुनै कसैलाई पनि असर हुने काम गरिदैन। र यो धर्म एउटा असल व्यक्तित्व बनाउनको लागि प्रेरित गर्दछ। यो बौद्ध धर्म संसारका सबै प्राणीहरूलाई करुणा गर्नको लागि, संसारका सबै प्राणीहरूलाई मैत्री भावना गर्नको लागि प्रेरित भएको छ। यो बौद्ध धर्म अरूको हितको लागि मात्र गरिने अभ्यास हो। यो बौद्ध धर्म अरूहरूको दुःखलाई कसरी हटाउने भन्ने उपाय सिकाउने धर्म हो। किन यो बौद्ध धर्म गर्दाखेरि फाइदा हुन्छ भन्दाखेरि फाइदा हुने कारण के भन्दाखेरि आफ्नो मनलाई कसरी बदल्ने भन्ने कुरा चाहिँ यो धर्मले सिकाउँछ। यो धर्मबाट के सिकिन्छ भन्दाखेरि मनलाई कसरी भद्र बनाउने, कसरी असल बनाउने, कसरी सरल बनाउने भन्ने उपाय कौशलमा एकदम महारत हासिल गरेको चाहिँ धर्म हो। यो बौद्ध धर्म चाहिँ मुख्यतया आफैले अभ्यास गर्नुपर्ने धर्म हो। र यो धर्म चाहिँ भिक्षुहरूले मात्र नभई गृहस्थी वर्गहरूले पनि गर्न सक्ने अभ्यास हो। जस्तै यो धर्म भिक्षुहरूले मात्र गर्ने होइन कि गृहस्थीहरूले पनि गर्ने हो। किन भन्दाखेरि जस्तै उदाहरणको लागि भिक्षुहरू होस् या गृहस्थी होस्, जो बिरामी भए पनि उनले आफैले नै औषधि खानुपर्ने हुन्छ। त्यसकारण संसारको दुःखबाट तर्नको लागि भिक्षु होस् या गृहस्थी होस्, सबैजनाले यो धर्म गर्न जरुरी छ। र हाम्रो यो भगवान बुद्ध चाहिँ को हुनुहुन्छ भन्दाखेरि उहाँ चाहिँ एउटा रोगहरू हटाउने एउटा डाक्टर जस्तै हुनुहुन्छ। र यो धर्म चाहिँ औषधि जस्तै हो। र आफूलाई चाहिँ रोगी समान सम्झिनु पर्दछ। र आफूमा भएको राग, द्वेष, मोह, लोभ, लालच चाहिँ रोगहरू सम्झिनु पर्दछ। जसरी एउटा बिरामीले आफ्नो डाक्टरले जे भन्छ त्यस्तै गर्यो भने रोगबाट हट्छ, रोगबाट बस्न सक्छ, त्यसरी नै
यो भगवान बुद्धले बताउनु भएको अभ्यासलाई जो कोहीले राम्रोसँग अभ्यास गर्छ त्यो व्यक्ति भव संसारको दुःख जन्म मरणबाट मुक्त हुन्छ। 근데 마음속에만 안녕하면 나도 얘기 김치기 내가 나시인지 근데 처음에 면담다가 담배 취하는 없었는 거래. हामीहरू सबैजना वास्तवमा रोगी नै हौं। के को रोगी हौं भन्दा हामीसँग राग, द्वेष, मोह, लोभ, लालचको रोग छ र यो रोगलाई हटाउनको लागि चाहिँ भगवान बुद्ध जस्तो वैद्य डाक्टरलाई जसरी पनि देखाउन जरुरी छ। 그러나 민 내바디 나도 타야라 랑이 김에 야보셔는 싸고 요래서 이제 팀베 세단 절람때 미팅베 세단 절람 빵네 나도 타고 지쳐도 요래서 जस्तै एउटा व्यक्ति कोही व्यक्ति रोग लागेको छ भने त्यो रोगबाट उ हट्न चाहन्छ भने बस्न चाहन्छ भने उनले डाक्टरले भने अनुसारको औषधि सेवन गर्नुपर्छ र डाक्टरले जे खानु हुन्छ भन्दाखेरि त्यो खाने जे नखा भन्दा नखाने त्यस्तो गरेर मात्र उ रोगबाट मुक्त हुन सक्छ। नेपाली मेम्बर केमा तेम्बतले नाता थाटु मारेस तर कोही बिरामीले डाक्टरलाई देखाउँदैमा मात्र उसको रोग हट्दैन। तेनासी मान्छ तम्बचमले देखि सुम्बे थाबे छ थाबतमकी तेने सोचे गिलाई गन्यम मत नबस थाउ मारेस छ ते सोचे 년차 제수 전에 소마나 소식이 나는데 결투가 충분히나 뒤에 거네 그냥 뭐도 내버서 두그래서 त्यसै गरिकन हामीहरू पनि यो संसारको दुःखबाट तर्न चाहन्छौँ भने हामीहरूले भगवान बुद्धले भन्नुभएको कथाहरूलाई सुनेर मात्रै हाम्रो यो मनमा भएको रोग राग द्वेषलाई हटाउन सक्दैनौँ। त्यसकारण हामीले भगवान बुद्धले भन्नुभएको धर्म कथालाई पावन धर्मलाई सुनेर आफ्नो मनमा भएको राग द्वेषलाई हटाउनको लागि अभ्यास गर्यो भने जसरी भए पनि आफ्नो मनको राग द्वेषमा हटेर संसारको दुःखबाट हामी तर्न सक्छौँ। देखिए तो सोशल की न्यामलन छन टोक्यो छ वास्तवमा यो मनले सुख पाउने भनेको के हो भन्दाखेरि आजैले नै अभ्यास गरेर प्राप्त गर्ने चिज हो। देखिए छमाने मिया यो मारेस मनमा पाउने सुख चाहिँ कुनै पनि यो दुकानमा गएर पसलमा गएर किन्न पाइँदैन। देखिए शेला या यो मारेस र यो मनमा सुख हुने जुन छ त्यो कसैबाट उधार माग्न पनि मिल्दैन। देखिए लुबा क्यों जिने लुबा याबोजला जो अतमले थोयाछ मारेस र यो सुख भन्ने चिज चाहिँ एउटा एकदमै खान नपाउने एकदम दुःख भएको ठाउँबाट चाहिँ उम्केर सुखमय ठाउँमा जाँदैमा मनमा सुख भन्छ भन्ने हुँदैन। पेना जम्बुलिङ दितबल छमायना लुबा दम योरेस जस्तै उदाहरणको लागि भन्यो भने यो पृथ्वीमा कति धेरै बस्तीहरू छन्। बच्चो योरे लुबा याबो थिंके सांबो योरेस गरिब बस्तीहरू पनि छन् अनि एकदम धनाढ्य एकदम धनी सहरहरू पनि छन्। किनया मिजे लुबा क्यों ने थिंके सांबो यो चिके लुबा त लेबा तमके लेला नाचा मेबाता समला काममा छातो मारेस। त्यसकारण एउटा गरिब वस्तुमा भएको व्यक्तिले आफ्नो दुःख हटाउनको लागि ऊ एकदम धनाढ्य एकदम धनी देशमा जाँदैमा उसको शरीरको दुःख हट्दैन, मनमा शान्ति हुँदैन। चिजा लुबा थिंके याबो यो सत्य लाया ने लेला नाचा मबो योया त समला या कामा मबो नौटा मबो स्टमटा मबो योगी योरेस जतिसुकै धनी देश भए पनि त्यहाँका व्यक्तिहरूलाई पनि रोगहरू छ, शरीरमा रोग, मनमा रोग, विभिन्न प्रकारको चाहिँ परिस्थितिहरू धेरै छन्। त्यतम त मासे चिजा लुबा सबै किन नलाला केने छन निमको स्टमटा कि छन निमको निमे सकाया था कसैले राशि ज्ञान त मबो योरेस जतिसुकै भद्र धनी त्यस्तो सहरहरू देशहरू भने तापनि त्यहाँका मान्छेहरूलाई हामीले राम्रोसित हेर्यो भने कतिजना मान्छेहरू राति निद्रा लाग्दैन। कामले गर्दाखेरि टेन्सनले गर्दाखेरि निद्रा नलाग्ने पनि धेरै छन् र राति सुत्नको लागि चाहिँ औषधि खानु पनि धेरै छ। कतिजना मान्छेले आफ्नो आत्महत्या गरेर पनि मरिरहेका छन्। त्यसकारण आफ्नो मनमा तपाईँहरूले यदि सुख चाहनुहुन्छ भने बाहिरको कुराहरूबाट चाहिँ सुख हुन्छ भनेर सोच्नु धेरै गलत छ। ले संगे लगा ले और मातो लुबा संगे लगा ले हमारे
आफ्नो मनमा हुने सुख आनन्द भनेको चाहिँ बाहिरी वस्तुबाट आउने होइन कि हाम्रो आफ्नो कर्मबाट आउने हो। ले संबो छैन दिकी टोकेरे ले नेम्बा छैन दोंगन टोकियो थे जो नाम से दिकी थे ले सांगेला राला बचरेस हामीहरूले जे कर्म गर्छौँ त्यो आफ्नो कर्ममा भर पर्छ। हामीले राम्रो कर्म गर्छौँ भने 100% त्यहाँ सुख हुन्छ। हामीले अकुशल कर्म गर्छौँ भने 100% त्यहाँ दुःख हुन्छ। थे इनके तो संबंधी गुआता बोलेस सेवन नेम्बा के पास संबल से जुड़ बोलेस त्यसकारण मुख्य कुरा के रहेछ त धर्म भनेको चाहिँ आफ्नो मनलाई बदल्नु रहेछ। आफ्नो मनलाई अकुशल कर्मबाट कुशल कर्ममा लिएर आउने त्यस्तो कर्म गर्यो भने चाहिँ मनमा सुख हुने रहेछ भनेर यहाँ बुझिन्छ। थे इनके दिकी थोड़ा के चेतो सोसो सबो ऐसा के सजा गुआता मात्र को ठोक मारे इना या सब नेम्बा ने संबल गुआता तो बना दिकी मन ठोक ठोक रहेस त्यसकारण कुनै एउटा ठाउँबाट गरिब ठाउँबाट धनी ठाउँमा जाँदैमा मनमा सुख हुन्छ भने कदापि हुने रहेछ। सुख कसरी आउँदो रहेछ भन्दाखेरि आफ्नो मनमा भएको अकुशल कर्म त्यागेर राग द्वेष मोह त्यागेर कुशल कर्म गर्न सक्यो भने तत्काल त्यो व्यक्तिमा चाहिँ सुख पैदा हुन्छ। संबा निजे चांजु सब तितो कोबायना दिकी मन ठोक ठोक रहेस त्यसकारण सुख चाहनुहुन्छ भने तपाईहरुले आजदेखि नै मैत्री करुणा अरूको हितको लागि चाहिँ विचार गर्न अति जरुरी छ। 제가 나한테 믿은 뒤 나로라 자신 망보여래 내가 제거야 망보여래 अब यसो भन्नु पर्दाखेरि हाम्रो यो जीवनमा बाँचुन्जेल धेरै उद्देश्यहरू छ। विचारहरू त्यो गर्ने त्यो नगर्ने भन्ने धेरै विचारहरू हामीले लिएका हुन्छौँ। 이나야开车学的 생디기 사와디 말을开车学的 생디나 정말 탐져나 변도용배 담배 최 양년 제대로스 विचारहरू धेरै हुन्छ। यो जीवनमा सुख हुने भन्ने विचारहरू धेरै हुन्छ। तर हाम्रो यो विचारहरुमा मुख्य विचार चाहिँ के महत्त्वपूर्ण छ भन्दाखेरि यो जीवनमा पनि सुख हुने अर्को जीवनमा मरिसकेपछि पनि सुख हुने त्यस्तो विचार गर्नु चाहिँ अति उत्तम हुन्छ। 근데 균노 론저사티 토탈 막냐모카레 여기 여러때 이나야 균노 론저 되게 소소다 펜도 요구 예메테 텐데 야마레스 हामीहरू यो जीवनमा बाँचुन्जेल धन सम्पत्तिको लागि धेरै पछि जान्छौँ। धन सम्पत्ति कमाउनलाई मरिमेट्छौँ। तर यो सम्पत्तिले अन्तमा गएर चाहिँ साच्चीको मनमा फाइदा हुन्छ भन्न चाहिँ धेरै नै कठिन छ। 근데 조치시디 त्यसकारण यो मानव जीवनमा हामीले के गर्नुपर्ने महत्त्वपूर्ण कुरा के रहेछ भन्दाखेरि आफ्नो मनलाई बदल्ने आफ्नो मनलाई धनात्मक बनाउने चाहिँ महत्त्वपूर्ण कुरा रहेछ। 균노 론저사티 또 사야라 까마요레 제소 소소나 부주타 톱담 메톱데 텐데 야마 소소사 균노 론저데 생기 부주타 세바레 소소 부주타나 버시야 세바레 생기 토야 세바레 यो अहिले हामीले कमाएको सम्पत्ति कुनै सार छैन। सम्पत्ति कमाउनको लागि पहिला धेरै दुःख गर्नु पर्यो, कष्ट गर्नु पर्यो। त्यो कमाइसकेको सम्पत्तिलाई म उपयोग गर्छु भन्दा पनि उपयोग गर्न नपाउने समय पनि हुन सक्छ र उपयोग गर्न नपाउँदै आफू मर्न पनि सक्छ र उपयोग गर्न नपाउँदै अरूहरूले हाम्रो सम्पत्ति आफूले हैन कि अरूले चलाउन सक्ने त्यस्तो पनि दुःख रहेछ। थानासे सोचे 균노 론저데 केवाचमाले कियायो मारे त्यति मात्र कहाँ हो र हाम्रो यो जीवनभरि कमाएको सम्पत्ति मरिसकेपछि दान मिल्दैन। ले संबो छैन सम्पत्ति बयो गरे तने ले सम्पत्ति के केबोते सिद्धिला हामी बयो गरे केवाचमा पञ्चलाय के बयो गरेस त्यसकारण सम्पत्ति महत्त्वपूर्ण होइन रहेछ। महत्त्वपूर्ण के रहेछ भने आफ्नो मनलाई बदल्नु महत्त्वपूर्ण रहेछ। यदि यो जीवनमा हामीले राम्रो कर्म गर्यो भने यो जीवनमा पनि सुख हुने र अर्को जन्ममा पनि यो पुण्यले गर्दा सुख हुने रहेछ। kana kar sosola nata chungwe kapsu nata thaya ki che tu mingne soso ki chebe subola kam nobo tsuba yana taje che subo taje che kam nobo tsuba ina ya soso ki desu chaba kom tungi yores जस्तै पहिला हामीलाई बिरामी पर्दाखेरि हामी डाक्टरहरुमा जाँदाखेरि डाक्टरहरूले हाम्रो शरीरमा के रहेछ त रोग भनेर हेर्नको लागि उनीहरूले सुई घुसाउँछन् र त्यो सुई घुसाउँदाखेरि एकछिन त दुख्छ तर हामीले त्यसलाई सहन्छौँ हामीले।
내가 강할 요 같은 서버 검토바이나 그냥 너무 뭐 나서 배워진 대통령의 서버 텐데기 samlotane अनि सबै कम्थुकी हरेस त्यसकारण यो जीवनमा अलिकति बिरामी पर्दा त डाक्टरले सुई घुसाउँदाखेरि अलिकति दुःख र हामीले भइहाल्छ नि यो अलिकति सुई घुसाएकोले चाहिँ मेरो रोगहरू पत्ता लाग्छ भने म यसलाई सहन तयार छु हामी त्यसरी गर्छौं नि है अनि यो जीवनमा सानो सुख पाउनको लागि एउटा रोग पत्ता लगाउनलाई त हामी त्यसरी दुःख सहन तयार छौं भने यो जीवनमा पनि सुख हुने अर्को जीवनमा पनि सुख हुने जन्म जन्म सुख हुने त्यो धर्म कर्म गर्नलाई हामी किन सहनु पर्दैन हामीले सहेर अभ्यास गर्नुपर्छ इनाया सब खर्च कमाइनाया मिथि लग्याहा त्यहाँ kana कमरेस तर हामीले अब धर्म कर्म गर्नलाई जतिसुकै सहेर अभ्यास गरे पनि 100 वर्ष भन्दा बढी बाँच्न धेरै गाह्रो छ त्यही जो म चाहिँ समतान्दाले त्यो थुन्दो जला सब कम्थबाइना त्यो रिङा दिला ने दिकी थोके समतले सम खोको यो र तनासिन छैन माउज मिथि दिदा केवाचिमा पनि चाहिँ 제주 운동이 개발침벌이요. त्यसकारण हामीहरूले बिरामी सानो एउटा हटाउनको लागि अलिकति सहेर अलि लामो समयसम्म सुख पाउन हामी खोज्छौं हैन त्यो जस्तै यो जीवनमा हामीले के गर्नुपर्छ भन्दा यो जीवनमा सुख पाउने अर्को जीवनमा सुख पाउने हिसाबले गरेर चाहिँ हामीले पुण्य कर्म कमाउनु पर्छ 제가 제바이는 마지 미드디 लोइका छिन्चे मिथि चग्रेस यसो हामी विचार गर्दाखेरि हाम्रो यो जीवन 100 वर्ष भन्दा पनि कमको छ ina केवाचिमा पञ्चसयाति लोटोङ चिबुम सयाला सबदन छेमेबा जियो बाइबेस के थाहा अब हामी मरिसकेपछि अर्को जन्म दिँदाखेरि लाखौं हजारौं वर्षको लाखौं वर्षको त्यस्तो जन्म पनि हामी लिनु पर्छ होला त्यही छ दिला बदिन बेजन छेने छया म जुटु भएन छ दिन्छम माइबा छ छिमा पञ्चे न लो हुँदा सयाला सबम चाहिँ सुन्दर भएन त्यही देवाचा थप्छु गरेस त्यसकारण हामीहरूले यो जीवनमा जति सक्छ हामीसँग जति समय छ त्यो समयलाई हामीले चाहिँ खेर जान नदिएर हामीले सद्धर्म गर्यौं धर्म गर्यौं अरूको हित हुने कामहरू गर्यौं भने यो पुण्यले गर्दाखेरि बाँचुन्जेल यो जीवनमा सुख र मरिसकेपछि पनि लामो आयु भएर धर्म गर्ने अवस्था हामी जन्मिन सक्छौं ए नवा छेबे कासो ने 초당 좀 봐. 양고선 제바이나 देखि थपेला थसोयो मलेस एउटा कुरा हामीले के बुझ्नुपर्छ भन्दाखेरि धर्म गर्नलाई धर्म गर्ने एउटा शैली छ धर्म गर्दाखेरि सही ढंगले हामीले शीलमा बसेर धर्म गर्न सक्यौ भने यसले अत्यन्त धेरै ठूलो पुण्य लाभ हुन्छ छेछ्यालाया छेता लिगि गर्ने छ्या मागे गर्ने छ्या हिगि गर्ने छ्या योरेस यो धर्म गर्ने शैली पनि शरीरबाट गर्ने वचनबाट गर्ने र मनबाट गर्ने तीन किसिमको हुन्छ सो छेसे सम्झि पर्ने छ दरेस र यो काय भएको चित्त तिनीबाट गरे पनि मुख्यतया चाहिँ मनले गर्दछ पेनाट्रिङ चान्सो खुवाला दुस्तेने छे नेबा चंगी तने सोनम छ क्याचमा साथमा नेबा यो मारेस जस्तै आज तपाईहरु यो यस्तो कान्तनापुर घाममा चाहिँ घुरको तल बसिरहनु भएको छ र तपाईहरुले चाहिँ आज वाङ दिनुको लागि मबाट वाङ दिनुको लागि तपाईहरु मेरो कथाहरु सुनिरहनु भएको छ तर यो कथा सुन्नेमा धेरै ठूलो पुण्य हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन त्यही सोचेछु गुमो सम्बन्ध गरेस त्यसकारण मुख्यतया के रहेछ भन्दा विचार राम्रो हुनु अति जरुरी छ गुमो सम्बन्ध मेबेटोने थाहा छ नेमा चम्की समझे में जब आया ना तो क्या चीज़ मसात हुआ है या मारेस विचार राम्रो नगरिकन यदि तपाईहरुले धर्म कथा सुने पनि वाङै लिए पनि यसले धेरै ठूलो असीमित धेरै ठूलो पुण्य हुन्छ भन्ने कुनै पनि त्यहाँ ग्यारेन्टी छैन त्यही छेछ्या के जुम्जे हैन थिवाङ शुए जुम्जे याव गरेस मियु याव गरेस त्यसकारण हामीले आज वाङ दिँदै छु मैले आज धर्म कथा सुन्दै छु भन्दाखेरि एउटा विचार चाहिँ राम्रो हुन अति जरुरी छ那天早上学没有的，那才我就从我做了这个什么一关呢，你喜欢也那，真的，我们什么钱嘛的是。जस्तै आज तपाईहरुले चाहिँ ओहो आज चाहिँ आयु अभिषेक रे यो आयु अभिषेक दिएपछि मेरो आयु धेरै लामो हुन्छ नि त्यस्तो विचारले यदि तपाईहरु आयु अभिषेक ध्यान दिन आउँदै हुनुहुन्छ भने यसले धेरै ठूलो पुण्य पाउन सक्नुहुन्छ त्यही त मान्छेले म यमको जुन चाहिँ याको छ
하코네 되네 방송에 야고요레스 मैले यो आज अभिषेक लियो भने मेरो आयु लामो हुन्छ र किन हुन्छ भन्ने चाहिँ एउटा कारण बुझेर अभिषेक लियो भने चाहिँ धेरै ठुलो पुण्य हुन्छ 나츠고 되네 되네 지등이 저한테 대체고 선배거네 정하시나 되네 고노서 고차요 말레스 जस्तै तपाईहरुले चाहिँ आज म आयु अभिषेक लिन्छु र आयु अभिषेक लिएपछि मेरो आयु लामो हुन्छ अनि म यो सांसारिक कामहरु यी सांसारिक बाँच्नको लागि सुख पाउनलाई यी सांसारिक काम नै म गर्छु आयु लामो भएर त्यस्तो विचारले यदि तपाई आयु लिँदै हुनुहुन्छ भने त्यसले धेरै ठुलो पुण्य पाउन सक्दैन 나츠고 되네 되네 타베체 내가 이 무척이나 상상다 나츠고 되네 소나 편도 막 제가 진짜 이런 정말 장난 상품 또는 그런 상보 민중 장비 전주 승리 뜻을 터네 아니 제보다 좀 상황시바이나 그거 참고요레스 त्यसो भए कसरी आयु अभिषेक लिने त भन्दाखेरि यस्तो विचार अपनाउनु पर्छ मैले आज यो अभिषेक लिएर मेरो आयु लामो हुनेछ र यो आयु लामो भइसकेपछि म सद्धर्म गर्नेछु म मेरो मनलाई बदल्न कोसिस गर्नेछु म यो जीवन अर्को जीवनमा सुख हुने म अभ्यास गर्नेछु म संसारका सबै प्राणीहरूको हितको लागि बुद्ध हुनेछु भनेर बोधि चित्त उत्पन्न गरेर यदि तपाईहरु आयु अभिषेक लिनुहुन्छ भने यसले तपाईलाई धेरै ठुलो पुण्य पाउँछ तेले समाजको जुनले चलन थपको खास बोल्यो त्यसकारण तपाईहरुले आज अभिषेक लिँदाखेरि राम्रो विचार धर्म अनुसारको विचार लिन अति जरुरी छ तेले semjan 탐제 대화다 대인교 개화도 토론에서 나서면 전반 생명 동야 데이터 semjan 탐제 농가교 대배래단 차와 수로서 나서 민인제 생명 거미야 तपाईहरुले यसरी अभ्यास गर्नुपर्छ कि संसारका सबै प्राणीहरू दुःखमा छन् बिचरा जन्म मरणको दुःखमा छन् यो सबै दुःखहरूबाट यिनीहरू मुक्त होस् र दुःखको कारण अकुशल कर्मबाट पनि मुक्त होस् भन्ने भावनाले चाहिँ आयु अभिषेक लिनु भने धेरै राम्रो हुन्छ संसारका सबै प्राणीहरू सुख चाहन्छन् र यी सुख चाहने प्राणीहरूलाई सुखको हेतु कुशल कर्म गर्न सकोस् भन्ने भावनाले तपाईहरुले आयु अभिषेक लिनुभयो भने एकदमै असीमित गन्नै नसक्ने पुण्य तपाईले प्राप्त गर्नुहुन्छ 디에터라 semjan 탐제기 정도 저be 상기 커번 터버쇼 대대be 커번 터베 제도 지 담배책이 있냐면은 좀 하버도 되게 정황시에는 जुगते जने सजिलो समलेस र तपाईहरुले अब भावना गर्नु है संसारको सबै प्राणीहरूको हितको लागि सबै प्राणीहरूलाई फाइदा गर्नको लागि म बुद्ध हुन सकोस् र म बुद्ध हुनको लागि आज म गुरुबाट चाहिँ आयु अभिषेक लिन जाँदै छु भनेर बोधिचित्त उत्पन्न गरेर आयु अभिषेक लिनु होला 근데 이거는 서로토네 되게 좋아하는 생각나스 त्यसकारण मैत्री भावना करुणा भावना बोधि चित्तको समायोजन यो तीनटा भावना गरेर आजको आयु अभिषेक तपाईहरुले लिनु होला 남자 타다 남자 선장 다음 제가 도자만 맞아 봐야 한다고 지금 잡아면 이거 고마워는 뭐지 등에 생긴 좀 잡아서 저도 지금 상황 somos 수있는 것들에 산 해하고는 전부 한번 전에 영웅도 신기하다 봤네 제가 먼저 당도 여보니 이제 대단히 유니소야 발레 당보니 제가 먼저 적상반에 등등 나왔니 등등이도 선보소를 이렇게 되어라면 봐도 전부 다 이번에 보고 진짜 뭐 해서 발레 진짜 이거를 나왔는데 제주도 대박 예단된 인생 정보 체제링 배터전 단원도 지방원지 집에서 지금 이게 돼. 제가 외가들 단원 성주에 관해 지금 제원고가 가서 봐봐 이제 단원 정도로 간다 돌아다가 그때라 올라빈게 자원도 올라면 자원이 있어야 말이야. 정말 올라빈게 자원은 뭔가 주고 쓰냐 다가는 경우가 그렇고 그러면 자원을 만들고 선서원제 방문도 되고 통화하면 남하면 어떤 매대년 매매고 나는 매번에 지금 상황서 마셔요. 용도미 되면 것이 오메르부미야 오에시야 손다마원제 저게사지 오메사리야
Chiejare purveye purveye sohor ye galvari ravai shani bahor rozangor no balaje chadamenye imar davaladam pajrago rozo rozo mervati ke Jesus sanya teje mo se padir namana bashane chime sama shuyo to rajivo to teje me to Shene hingira puno Solo de badi içinde nasılmandı म अहिले केही कुरा भन्न चाहनेछु त्यसको पछि पछि तपाईँहरूले पनि भन्नुहोला 군조 순마 다겹지 디바탐제 소소샤 너웨게라 제예라 상계 창조 이계송 상계 제타 초초라 창조 파토教师节让先等呢绕度节창조生呢개발하게 창조 창게 생내게게네 생전 탐제 다게 단단냐 창조 제조 영원 개발하게 달라 펜제 상계 조발쇼 군조 숨라 다겹지 디바 탐제 소소리샤 너웨게라 제야라 상계 창조 이계성 상계 제당 초초라 창조 파도 접수지 라센테네 랍도제르 창조 셈네 개발하게 창조 초기 셈네 개개네 셈장 탐제 다게 던던냐 창조 제조 영원 개발하게 달라 펜슬 상계 조바르쇼 군조 숨라 다겹지 디바 탐제 소소리샤 너웨게라 제야라 상계 창조 이계성 상계 제타 초초라 창조 파도 접수제 라센테네 랍도제르 창조 셈네 개발하게 창조 초기 셈네 개개네 셈장 탐제 다게 던던냐 창조 제조 영원 개발하게 달라 펜체 상계 조바라今天仪式，通波镇，西边考了，南庄话，吉林设备，林前的，正月到了，各镇中，天下白毛，8年内，做我闲了，干嘛去？各位把我。推荐给老庄到了，那我的这今天一些通波镇西边考了南庄话吉林设备凌晨的正月到了各镇中天下白毛8年内
作为先了，将马去，各位把我推荐给罗卓到了，那我的今天一些红包钱，随便快乐，南中华，吉林设备，零钱的，作为到了，家庭中，学校边牧。8年内，做先了，干嘛去？作为把我推荐给罗超到了，那我了，这个了说了那个了，遇到这样的问题是那个出生的时候在那里，讲着以前讲的这个अब अहिले हामीले चाहिँ सप्ताङ्ग वन्दना गर्दैछौँ अहिले हामीले चाहिँ हरेक वाममा चाहिँ यो सप्ताङ्ग वन्दना गरिन्छ अघि हामीले तीनचोटि दोहोऱ्याएको चाहिँ सप्ताङ्ग वन्दना हो त्यो यदि राम्रोसँग भावना गरेर सप्ताङ्ग वन्दना गर्यो भने हामी बुद्ध धर्मसँगप्रति शरण गमन पनि पाउँछ र बुद्ध धर्मसँगमा बोधिचित्त पनि उत्पत्ति हुन्छ तपाईहरुले अब भावना गर्नुहोस् है अगाडि आकाशमा तपाई आफ्नो मूल गुरु नै अहिले यहाँ वाक्यले मूल गुरु नै तपाईले अमितायसको रूपमा भावना गर्नुहोस् र अमितायसलाई वरिपरि त्रिकालका बुद्ध बोधिसत्वहरूले घेरिरहेको छ भनेर भावना गर्नुहोस् र तपाईहरुले कसरी भावना गर्नुपर्छ भने तपाईले तपाईको दाहिनेतिर बुवा तपाईको देब्रेतिर आमा अनि संसारका सबै प्राणीहरू मान्छेकै रूपमा तपाईसित आज आयु अभिषेक दिन जाँदैछ भनेर भावना गर्नुहोस् र त्यो मान्छेको छोरा मात्र होइन कि 18 गुणले सम्पन्न भएको मान्छेको छोरा पायो भनेर सम्झिनुहोस् यो 18 लक्षणले सम्पन्न भएको मानव छोरा भने कसलाई भनिन्छ भन्दाखेरि त्यो त्यस्तो व्यक्तिलाई बुझिन्छ जो व्यक्ति धर्म गर्न सक्छ धर्म गर्नलाई सबै कुराले निपुण छ धर्म गर्नलाई हरेक कुराले उसलाई साथ दिन्छ त्यस्तो छोरालाई क्षण सम्पत्तिले युक्त भएको मानव छोरा भनिन्छ अहिले यो नर्ग प्रेत पशुमा कति प्राणीहरू दुःख भोगिरहेछन् हैन यो नर्ग प्रेत पशुको प्राणीहरू सबैजनालाई भविष्यमा संसारको दुःखबाट मोक्ष प्राप्त बुद्ध बनाउनको लागि अहिले हामीले चाहिँ शरण गमन गर्दाखेरि हामी सक्नै छ भनेर भावना गर्यो भने ती प्राणीहरूलाई भविष्यमा हामीले उद्धार गर्नलाई धेरै सहायता पर्दछ यहाँ दिगिनन थम्बोते दिवसहरु यहाँ लाग्छ यो सप्ताङ्ग वन्दना के हो भनेर भनियो भने चाहिँ सप्ताङ्ग वन्दनामा पहिलो चाहिँ पाप देशना गर्ने हो सिधा दिगिनन वाला थाहा कमेटी सोसा युल सोसा सिंगल टी बिना यहाँ सम्म खेले टी बिना यहाँ दिशा चेपु गर्छ अब यो सप्ताङ्ग वन्दना गर्दाखेरि के गर्नुपर्छ भने अगाडि आकाशमा बुद्धहरू राख्नुपर्छ अनि त्यसको तल तपाईहरु बस्नुपर्छ र सप्ताङ्ग वन्दना गर्दाखेरि चाहिँ अनि धेरै फाइदा हुन्छ र यसले चाहिँ पुण्य सम्भार धेरै नै पुण्य सञ्चित हुन्छ किनभने थमो सोशल कन्नड साशा बिबा थम्जेमा गेमा थमो के भन्छ र यो सप्ताङ्ग वन्दनामा पहिलो चाहिँ के भन्दाखेरि पाप देशना हो यो पाप देशना गर्नका महत्त्वपूर्ण अभ्यास के भन्दा तपाईले पहिलादेखि अहिलेसम्म गरेको जे पनि पाप छ नि त्यो पापलाई मैले बेकारमा गरेछ यो पाप भनेर पश्चाताप हुन अति जरुरी छ
说是现的地方去嘛，没现的地方去嘛，那地方去的他们就了，给我超过给我的死。 ओहो मैले जानेर गरेँ हो या नजानेर गर्छु तर त्यो पाप नै थियो त्यो पापले गर्दा भविष्यमा अवश्य दुःख भोग्नेछ मैले भनेर मनमा गहिराइबाट चाहिँ पश्चाताप जानुपर्छ 但呢，他亲戚对那个日本的情感上面，他们就带不起我的死。 र आजदेखि मेरो ज्यानै गयो पनि त्यो जानेर होस् या नजानेर होस् त्यो पाप कर्म कुनै पनि हालतमा गर्दिन ज्यानै गयो पनि गर्दिन भनेर तपाईहरुले कसम खानुपर्दछ 第一个呢，说是我这个头上面的一切呢，也是给我的死。 आफूले गरेको पापमा पश्चाताप र त्यसमा अबदेखि म गर्दिन भन्ने भावना भयो भने जसरी पनि पापहरू काटिन्छ भनेर खुसी हुनुपर्छ 第原来我晓得原来的死。 यो सप्ताह वन्दनामा यदि तपाईहरुले यसरी भावना गर्नुभयो भने यो सप्ताह वन्दनाको पहिलो पाप देशना गर्ने वन्दना 原来礼拜天就是一种原来的。 दोस्रो सप्ताह वन्दनाको चाहिँ पूजा के हो भन्दाखेरि चाहिँ अरूले पुण्य कर्म गरेकोमा चाहिँ अनुमोदना गर्ने 对于你说是那么有的三个长寿的名字吧啦，你搞我们的， आफ्नो गुरु इष्टदेव हैन धर्मपालहरू जातिनीहरू भने मतलब बुद्ध धर्मसँग माथिका ठुल्ठुला भूमिमा प्राप्त गरेका बोधिसत्वहरू बुद्धहरूले गरेको पुण्यमा चाहिँ खुसी हुनु त्यो एउटा अनुमोदना हो 这个呢是说是我想吧，学着通过水来生活的了解的嘛，他们家吧搞我们的，搞给我钱我的。 अनि आफूले आफ्नो साथीहरू आफ्नो आमा बुवा साथीहरू चिनेको मान्छे होस् नचिनेको मान्छे होस् उनीहरूले गरेको पुण्यमा ओहो कति राम्रो पुण्य गरेछ भनेर यस्तो भन्नुपर्छ र उनीहरूले गरेको पुण्य चाहिँ अझै वृद्धि होस् भन्ने भावना गर्यो भने यो अनुमोदनाको अभ्यास हुन्छ 那跟你前面呢，说明说全部少出给人， यदि तपाईले अरूले गरेको पुण्यमा अनुमोदना खुसी हुनुहुन्छ भने तपाईले धेरै पुण्य कमाउन सक्नुहुन्छ 先给来生活，先给再把那搞我们咱给说了，说那么说全部少出给人。 अब यहाँ कस्तो सजिलो छ कि अरूले गरेको कुशल कर्ममा राम्रो कर्ममा हामीले कति राम्रो गर्यो भने खुसी व्यक्त जनाउन सक्यो भने केही नगरिकन पनि धेरै ठुलो पुण्य कमाउन सक्छ 咱那些说是出着朋友啦，出着朋友给前面来生活了搞我们天天说是差不多的年不足要的，他讲那些说那么少呀少出要的。 यसमा के फाइदा छ भन्दाखेरि तपाईको आफ्नो साथीहरूले गरेको पुण्यमा यदि तपाईँ खुसी हुनुहुन्छ भने तपाईलाई त्यो मान्छेप्रति ईर्ष्या जाग्दैन अब ईर्ष्या जाग्दैन उसले गरेको कर्ममा तपाईँ खुसी हुनुहुन्छ ईर्ष्या जाग्दैन र अरु के फाइदा छ भने पुण्य पनि तपाईले कमाउन सक्नुहुन्छ 这种差多些的，说了什么没给不出来的，建筑就差这个要的。 हामीहरूको चाहिँ मनमा किन दुखी हुन्छ किन मन चाहिँ आनन्दित हुँदैन भन्दाखेरि एउटा कारण के भने हाम्रो मनमा ईर्ष्या छ हामी ईर्ष्या गर्छौं अरूले यस्तो गर्यो उस्तो गर्यो भने ईर्ष्या गर्दाखेरि मन के हुन्छ त अशान्ति हुन्छ 差多这个什么没给不出来，第一团呢，那地方马国阳这边对呀差这个要的。 यो ईर्ष्याले गरेर नै हाम्रो मनमा अशान्ति हुन्छ र त्यो अशान्तिले गर्दाखेरि नै के गरौँ भएर चाहिँ अकुशल कर्महरू हामी गर्न पुग्दछौँ 对，差多了你我全部要的。 त्यसकारण यो ईर्ष्याले चाहिँ धेरै ठुलो दुःख भित्राउने रहेछ भन्ने बुझ्नुपर्छ 差多见面啊，没给不出来，现在没给不出来，检查这个的。 र यो ईर्ष्याले के गर्छ भन्दा आफू पनि खुसी हुन सक्दैन र आफूसँग बस्ने मान्छेहरूलाई पनि हामीले खुसी दिन सक्दैन 天你虽然什么钱呢，他们家那搞完工，要不就钱，因为他把你就是让学吧人呢，差多的那些那么差不多的。第一个呢，这边的忙不进的，今年两边那么多，钱忙不进的，现在那么差不多的。 त्यसकारण अब ईर्ष्या हटाउनलाई के गर्नुपर्दछ भन्दा जसले पुण्य कर्म गर्यो भने आफन्त होस् नचिन्ने होस् जोसुकैले पुण्य कर्म गरोस् कति राम्रो गरेछ भने मनदेखि अनुमोदना गर्न सक्यो भने ती व्यक्तिहरूमा हाम्रो उनीहरुप्रति नराम्रो दृष्टि ईर्ष्या जाग्दैन ईर्ष्या नजागेपछि त्यो ईर्ष्याबाट आउने अकुशल कर्महरू हामीबाट हुँदैन र त्यसबाट के हुन्छ भन्दाखेरि हाम्रो मनमा पनि खुसी ती व्यक्तिहरुमा पनि खुसी आउँछ 对的就是让的我们大把养的养都
제트바에는 변도 치고요래. त्यसकारण म तपाईँहरूलाई के भन्न चाहन्छु भने आजदेखि तपाईँहरू अलिअलि गर्दै दिनका दिन अलिअलि गर्दै जो व्यक्तिले राम्रो कर्म गर्दैछ त्यसमा खुसी हुन सक्नुहोस् याला सुबते एकदम चाचु समसम याला र तेस्रो सप्ताहमा वन्दना चाहिँ के भन्दाखेरि चाहिँ परमार्थ बोधिचित्तको अभ्यास हो दोदना 하반은 투기를 이제 주는 모습 또 이시에 마음만은 공기에서 탐자해야 되겠어. र यो परमार्थ बोधिचित्तको अर्थ के हो भन्दाखेरि जुन भगवान बुद्ध आर्य बोधिसत्वहरूको मनमा शून्यतालाई प्रत्यक्ष दर्शन गर्ने त्यो ज्ञान छ नि त्यो ज्ञान मैले पनि भविष्यमा ग्रहण गर्न सकोस् त्यो ज्ञान शून्यतालाई प्रत्यक्ष दर्शन गर्ने त्यो ज्ञान मैले पनि गर्नेछु भनेर चाहिँ भावना गर्नु नै परमार्थ बोधिचित्त सप्ताङ्ग वन्दनाको तेस्रो अङ्ग हो याला सेवाति क्यास जोए याला बस र यो सप्ताङ्ग वन्दनामा चौथो वन्दना के भन्दा चाहिँ शरण गमन रहेछ 지난 남아상계 마셔야 돼. 군조스가 क्यास जोने चाहिँ अब बौद्ध मार्गी भनेको के हो भन्दा छोटकरीमा बुझाउनु पर्यो भने जसले भगवान बुद्धमा शरण गमन जान्छ शरण जान्छ त्यसलाई बौद्ध मार्गी भनिन्छ yana 군조스가 क्यास 더 어떤게 नम्बर 10 छात्र मारस तर भगवान बुद्धमा शरण जाँदैमा ऊ बौद्ध हो ऊ बुद्धिस्ट हो भन्न अलि नमिल्ला जस्तो छ 군조스 त्रिरत्न भगवान बुद्ध धर्मसँग त्रिरत्नलाई शरणमा जाँदैमा त्यो बौद्ध मार्गी भन्न अलि नमिल्ला जस्तो छ 군조스가 क्यास जोए 굉장히 야타가 거래스 त्यसकारण बुद्ध धर्मसँग त्रिरत्न बुद्ध धर्मसँगमा शरण जानको लागि एउटा विशेष कारण चाहिन्छ 군조스가 क्यास जोए त्यो सुनिसुनियोस भगवान बुद्ध धर्मसँगमा शरण जानको लागि कारणहरू तीनटा छन् 강보지 직바 ल कोही 지단 직바스나 감순 거래 동아라 시에네 근데 깨면 된도 근데 시에 감순 거래 동아 시에 버티 유체네 디 게체네 근데 깨면 된도 군조스가 क्यास जोए हामीहरू भगवान बुद्ध धर्मसँगको शरणमा जाँदाखेरि तीनटा कारणहरू छन् पहिलो कारण चाहिँ भव संसारको दुःख देखेर ओहो संसार जन्म मरणको दुःख छ जन्मेर बुढो भएर रोगी भएर मर्नुपर्छ नचाहँदै भव संसारमा पुग्नु पर्दो रहेछ यो संसार भयानक छ दुःखदायी छ यो भयानक संसारबाट चाहिँ मुक्त हुनको लागि भनेर चाहिँ शरण गर्नु गइन्छ युनिमाले 대바 때문에 아마 군조스가 대바 때문에 관계 क्यास जोगोस दोस्रो चाहिँ बुद्ध धर्मसँगमा चाहिँ भित्र मनदेखि श्रद्धा आएर जाने हो 군조스마데 생전 탐정과 닌제 첨부 깨는 거네 저는 군조스가 क्यास जोगोस तेस्रो शरण जाने कारण चाहिँ बुद्ध धर्मसँगमा शरण जाने कारण के हो भने संसारका सबै प्राणीहरू आमा हुन् यी आमा रूपी प्राणीहरूलाई जन्म जराको दुःखबाट म मुक्त गराउँछु भनेर करुणाले प्रेरित भएर त्रिरत्नको शरण जाने हो 유태스게 거네 아니 군조스면은 소사비 신대라 좀 뒤에 내려서는 지금 단계 그거 맞좀 벌도 생전 탐정이 되는 क्यास जोade याला शिवायस र त्यसकारण शरण गमन जाँदाखेरि चाहिँ त्रिरत्नमा श्रद्धा गरेर यो संसारको दुःख देखेर सबै प्राणीलाई उद्धार गर्छु भने करुणाले प्रेरित भएर चाहिँ सबै प्राणीको हितको लागि बुद्ध हुनको लागि म शरण गमन जान्छु भनेर तपाईँहरूले यदि मनमा लिनुहुन्छ भने यो सप्ताङ्ग वन्दनाको चाहिँ चौथो अङ्ग हो याला 나바데 생전 탐정 가면서 그만 토마쇼 삼데 멤버 생전 삼스마 याला 되겠어 र यो पाँचौं सप्ताङ्ग वन्दना के हो भन्दाखेरि चाहिँ संसारका सबै प्राणीको हितको लागि म बुद्ध हुन सकोस् भनेर गरिने यो प्रार्थना बोधिचित्त हो याला 주바데 대대베 코반토 베체도 네 담에시기 하면 주바데 되겠어 र छैटौं सप्ताङ्ग वन्दना चाहिँ संसारका सबै प्राणीहरू सबैको हितको लागि म बुद्ध हुन्छु र बुद्ध हुनको लागि म अभ्यास गर्छु भनेर लाग्ने चाहिँ मार्ग बोधिचित्त अभ्यास हो याला 주바데 याला मोटो साबे केवता दी छबे जेता 탐정 돌아다가 생전 탐정 돌아서 그만 토마쇼니 메모와치야 되겠어 र यो सातौं सप्ताङ्ग वन्दना भनेको चाहिँ अनादिकालले गरेको पुण्य यो जीवनमा गरेको पुण्य र सप्ताङ्ग वन्दनाहरू गरेको पुण्यले सबै प्राणीको हितलाई बुद्ध हुन सकोस् भनेर गरिने परिणामलाई बुझाइन्छ याला दिके tenship 거는 생전 탐정이 냠도 याला 또 지기에서 निगवान चाहिँ पनि दिन्छ नाला र तपाईहरुले चाहिँ यो सप्ताङ्ग वन्दना है सातौं चाहिँ परिणामना हो र यो सबै प्राणीको हितको लागि बुद्ध हुन सकोस् भन्ने परिणाम गर्दैछु भनेर मसँगै दोहोर्याउनु पर्ला 군조스가 다정체 대화 탐정 소속이사
所以给了这一了，三个长久一结束，三个全场操作了，长久跑的教师节，然后先天的俺们去的，长久生的给不的给，长久操个生的给呢，生产同志大概多少年，长久操作永远接不的给。找到骗子三个都把它说，工作什么拿进去，你把他们就说的说，作为给了这个了，三个长久一个说，三个确当操作了，长久跑到教室去，让先天的老头去的，长久生的给不的给。长久做给生命给给呢，生产他们就打给多少年，长久就做永远接不的给，老老骗子三个都把它说，工作是老打给去，你把他们就说出来说，作为给了这些了。三个长久一点松，三个确当操作了，长久跑到教室去，先天的老头去，长久生的给不的给，长久做给生的给呢，生产他们家大概多少年了，长久就做永远接不的给。老老骗子的三个就把它说，他第一个你讲到当生病的嘛，套上是肯定不讲我的。यो गरेर तपाईँहरूले के सम्झिनुपर्छ भने आज म बुद्ध धर्मसँगमा शरण लिएँ र मैले सबै प्राणी हितलाई बोधि चाहिँ तपाईँले उत्पन्न गरेँ भन्ने भावना गर्नुभयो। 这个你也到我的前面，我希望你的这边我的许多这东西就把给做出个帮助。唐到家把工作们那自己把我的咱们嘛。我的咱们嘛，我的他们这给我老家那边我做这，像你那些个那我都那个那个这，我都是你看见那就把我就是那个怎么这个那他就慢慢把说了，给大家把别的那个嘛中间是没有的，那我在那他准备做那个小地方的嘛，就把他这嘛的，慢慢的没有都是这样子吧，这些嘛，就把它是这样这样大体上吧，就那个钱也给你嘛。또가라로벤 저마벤마 전에 군도 까만 도저 탐바데 마프가 저기 사오 그다 니시 사오 도지 김마 중기 수마 치고 돌라마 이다 뭐 그래서 좀 맞춰라면 인간 담제 김본 때 봤다 그래서 제가 치면서 모두 주에서 도와내는 이 저들은 뭐저 세세세 나와타야 조금 저쪽도 저번에 좀 돌아前面的 단계 완전 도에 받쳐서 Emma con el niño de ella, tanto ella por solta lo ame, solo de todo lo que parte solo, sin que lo se chime mucho todo. Sí, no va a traer lo que yo soy yo. Se va a me ganó la chime de la. Tanto ella lo he parte solo. Emma con el niño de ella. 상당히 뭐 solta lo ame, solo de todo lo que parte solo. sin que lo se chime mucho todo. Sí, no va a traer lo que yo soy yo. Se va a me ganó la chime de la. También cuando tuve parte solo. Emma con el niño de ella. 상당히 뭐 solta lo ame. solo de todo que parte solo. sin que lo se chime mucho solo. Siempre son de los que me enseñan, todo eso la tabla de la foto que tú vas a trabajar que te foto me coche. 그러는 연락의 전념 여러 군데 다른 중앙시 주 전전 전전 마음에 들었는데 공연 매듭이 뒤에 멤버들 그대로 보여주면 자기 뭐라 좋아하는 그 마술을 하는 분이 봐 하는 게 강본에 주는 게 나타나면 난 탐색하래 정말 힘이 치고 같은 된다 치면 대형 모두 도를 주면 뭐
Mama don't want to
એને માજી કે તારી ખાલી હો જાઓ Thank you.